नमस्ते, म परबदुला मगर, जगदम्बा मोटर्स डिपार्टमेन्टबाट। हजुरलाई आज म चाहिँ इभीको जस्तै इभल्भिङ भएसँगै मार्केटमा कतिपय इभीहरू आएको छ। त्यसमा चाहिँ अब कुनलाई ट्रस्ट गर्ने, कुनलाई नगर्ने, अब कुन चाहिँ राम्रो ड्युरेबल हिसाबमा कुन चाहिँ भन्ने कुराहरू आएसँगै चाहिँ म हजुरलाई आज टिभीएसको एउटा अथराइज ब्रान्ड, रिप्युटेड ब्रान्ड अथवा ट्रस्टेड ब्रान्डको हिसाबले एउटा इभी देखाउन गइरहेको छु हजुरलाई। जुनमा चाहिँ हामी मार्केटमा अहिले हेर्नुपर्दा चाहिँ नर्मली तिनवटा भ्यारिएन्टमा इभी आइसकेको छ। जसमा चाहिँ म हजुरलाई देखाउँछु। नर्मली हामीसँग यो तिनवटा भ्यारिएन्ट छ, जसमा चाहिँ स्टार्टिङ भनेको हाम्रो आइक्युब 2.2 हुन्छ। जुनमा चाहिँ हजुरले 2.2 भन्छौँ। यसमा चाहिँ तपाईँको सिङ्गल ब्याट्रीवाला पाउनुहुन्छ। अनि योभन्दा अलिक माथि जानुहुन्छ भने हामीसँग मिड भ्यारिएन्ट छ। यसमा चाहिँ हजुरले 3.4 भनेर हामी चिन्छौँ यसको, आइक्युब 3.4 भनेर, जसमा चाहिँ हजुरले ड्युअल ब्याट्री पाउनुहुन्छ। 1.7 ड्युअल ब्याट्री पाउनुहुन्छ। अनि योभन्दा पनि माथि जानुहुन्छ भने हामीसँग टप भ्यारिएन्ट छ, जसमा हजुरले ड्युअल ब्याट्री नै पाउनुहुन्छ। अनि सेम फिचर छ, मात्र केही कुराहरूको तलमाथि छ। म त्यो तपाईँहरूलाई देखाउने नै छु। म चाहिँ हजुरलाई इनडेप्थ सबै कुराहरू भन्नुपर्दा चाहिँ सबैभन्दा पहिले चाहिँ म यो साइडबाट हजुरलाई म देखाउन गइरहेको छु। जुनमा चाहिँ जस्तै सुरुमा हेर्नुहुन्छ भने तिनवटै भ्यारिएन्टमा यो सेन्सर, जस्तै स्ट्यान्ड सेन्सर कटाएको छ, जसमा तपाईँले अन गर्नुभयो भने चल्दैन स्कुटर। तपाईँको राइड गर्नको लागि चाहिँ जस्ट अफ नै गर्नुपर्छ होइन। अनि साइडमा हेर्नुहुन्छ भने यसमा तपाईँको मजाको यो सामानहरू झुन्डाउनलाई 3 केजीसम्मको, म्याक्सिमम् 3 केजीसम्मको सामान झुन्डाउन मिल्छ। अनि यसमा पनि छ तपाईँको नर्मली 2-3 केजी यसले पनि क्यारी गर्छ। अनि हजुरको के छ भन्दा यसमा चार्ज गर्नलाई चाहिँ यसमै छ हजुरको, मोबाइलहरू जस्तै हामीले चार्ज चाहिँ यहीबाट गर्न मिल्छ होइन। अनि त्यस्तै भन्नुपर्दा चाहिँ अगाडि छ हामीसँग ठ्याक्कै डिस्प्ले छ, जसमा यो चाहिँ तपाईँको जुन मिड भ्यारिएन्ट र टप बेस भ्यारिएन्टमा चाहिँ यो वाला डिस्प्ले पाउनुहुन्छ। 5 इन्चको टिएफटी स्क्रिन छ, जसमा चाहिँ यसमा तिनवटा फङ्सनहरू पाउनुहुन्छ हजुरले। भनेपछि यसमा तिनवटा फङ्सनहरू छ। अनि नर्मली हामी यो यहीबाट मोडहरू चेन्ज गर्छौँ। यो मोड छ जसमा इको र पावर मोड हुन्छ। अनि तपाईँको रिभर्सको फङ्सनहरू पनि छ यसमै, ब्याक पनि हुन्छ, हेजार्ड लाइटको अप्सनहरू छ तपाईँले। अनि नर्मली अरू कुराहरू त सेम नै छ, जस्तै तपाईँको हर्नको कुराहरू यहाँ छ, साइड लाइटको कुराहरू छ, हाइबिम लोबिङको कुराहरू छ। अब तपाईँहरूले थाहै छ यसमा पनि छ, टिभीएसमा प्रायः सबै स्कुटरमा यो कुराहरू दिइरहेको हुन्छ, जसमा तपाईँ यो लक गरेर चाहिँ तपाईँको जस्तै उकालो ओह्रालोमा बसिराख्नु भएको छ भने लक गर्न मिल्यो। अनि ब्रान्डिङ कुराहरूमा चाहिँ एकदम राम्रो छ ब्रान्डिङ, जसमा तपाईँको टिभीएसको राम्रो ब्रान्डिङ पाउनुहुन्छ, ब्रान्डिङ छ। त्यही माथि अब बडीमा चाहिँ साइडमा आइक्युब एस भनेर ब्रान्डिङ पनि गराएको छ, जुन आइक्युब इलेक्ट्रिक स्कुटर भनेर ब्रान्डिङ गराएको छ। त्यही माथि अब सबै लाइटहरूको चाहिँ हजुरले अगाडि पछाडि नै एलइडी लाइट पाउनुहुन्छ। नर्मली अरू स्कुटरहरूमा चाहिँ तपाईँको हेलोजन लाइट आउँछ भने यसमा हेर्नुहुन्छ भने तपाईँले मजाको अगाडि पछाडि नै साइड सबै देखिने खालको एकदम भिजिबिलिटी राम्रो छ, यो एलइडी लाइट पाउनुहुन्छ। अनि अर्को भन्दा चाहिँ यसमा हाम्रो सबैभन्दा राम्रो भनेको डिस्क ब्रेक छ। अगाडि हजुरले 220 mm को डिस्क ब्रेक पाउनुहुन्छ, रोटोपेडल डिस्क ब्रेक हो। अनि 5 स्पोक अलो व्हिल पाउनुहुन्छ, जुन चाहिँ एकदम राम्रो उसो यो रिमहरू चाहिँ तपाईँको राम्रोवाला छ। 90/12 इन्चको टायर पाउनुहुन्छ हजुरले, जुन हाम्रो अरू स्कुटरहरूमा नर्मली लाग्ने टायर नै हो, ट्युबलेस टायरहरू आउँछ हजुरहरूलाई। अनि यस्तै जाँदाखेरि चाहिँ हाम्रो यतातिर चाहिँ एकदम राम्रो, एकदम प्रिमियम देखिने। अनि तपाईँको यो अन अफको साइन छ, जस्तै चाबीहरू अन गर्नु पऱ्यो भने यहाँबाट गर्छौँ हामी, अफ गर्नु पनि यहाँबाट गर्छौँ। अनि अर्को मेन भनेको हामीले देखाउनु पर्ने चाहिँ यसमा हजुरको यो छ, हजुरले यसमा मोटर चाहिँ हाम्रो हब मोटर पाउनुहुन्छ। जस्तै मोटरहरू पनि तपाईँको धेरै प्रकारको हुन्छ, जसमा अब तपाईँको च्यासिस मोटर हुन्छ, हब मोटर हुन्छ। तर टिभीएसमा चाहिँ हजुरको हब मोटर पाउनुहुन्छ। यो चाहिँ हजुरको जर्मनको बोस कम्पनीको मोटर हो, जुन एकदम स्ट्रङ 99% बलियो मोटर हुन्छ। अनि जस्तै च्यासिस मोटर चाहिँ हजुरको बिचमा हुन्छ, तिनीहरूमा चाहिँ तपाईँको अलिकति अपरेटिङ कस्ट बढी हुन्छ। तिनीहरूमा जस्तै बेल्टले घुमाउने हुँदा चाहिँ हजुरको नर्मली बेल्टहरू चुडियो भने अपरेटिङ कस्ट अलिकति बढी आउँछ। तर यिनीहरूमा चाहिँ खासै खोल्नु ओर्नु केही पनि पर्दैन। अनि पछाडि चाहिँ हजुरको ड्रम ब्रेक हुन्छ, हाम्रो ब्रेक चाहिँ ड्रम ब्रेक यहीँ छ। अनि जस्तै ब्याट्रीहरूको कुरा गर्नुपर्दा चाहिँ हाम्रो सिङ्गल र डबल ब्याट्रीवाला आउँछ। हजुरको यो डबल ब्याट्री चाहिँ यसमै देख्नुहुन्छ हजुरले, डबल ब्याट्री छ। यसमा डबल ब्याट्री छ, यो लिथियम आयन ब्याट्री हो हजुरको।
अनि सस्पेन्सनहरू चाहिँ अगाडि पछाडि ड्युल सस्पेन्सन पाउनुहुन्छ हजुरले। यता पनि छ अनि यता पनि छ सस्पेन्सन चाहिँ ड्युल सस्पेन्सन छ, यता पनि छ। अनि तपाईँको यहाँ पनि हजुरले मजाको एलइडी लाइट पाउनुहुन्छ टेल ब्यागमा पनि। अनि अर्को भनेको अब हामी इभी लिइराख्दा के कुराहरू चाहिँ हेर्नुपर्छ भन्दा डिक्कीको कुराहरूमा अलिक कमी पाइरहेको हुन्छौँ। डिक्कीहरू चाहिँ जस्तै अरूहरूमा चाहिँ यसमा तपाईँको नर्मली ब्याट्रीहरू राखेको हुन्छ, त्यही भएर चाहिँ खासै डिक्कीहरू पाइँदैन। तर यसमा चाहिँ अब ब्याट्री ठ्याक्कै यसको मुनि हुन्छ, योभन्दा तलपट्टि चाहिँ हजुरको डिक्की हुने भएर चाहिँ ब्याट्री हुने भएर चाहिँ हाम्रो यसमा चाहिँ डिक्की छ। हजुरको 32 लिटरको डिक्की स्पेस पाउनुहुन्छ। हजुर अब ब्याट्री तल राख्दा चाहिँ केही पानीहरूबाट समस्या हुन्छ कि हुँदैन भन्ने कुराहरू पनि आउन सक्छ। तर ब्याट्री चाहिँ तपाईँको फुल्ली IP67 रेटेड हो, जुन भनेको वाटर एन्ड डस्ट प्रुफ। तपाईँको मार्केटमा जति पनि इभीहरू पाउनुहुन्छ अहिलेसम्म खासै 65, 64 रेटेड छ, जुन भनेको डस्ट प्रुफ मात्र हुन्छ। तपाईँको जस्तै 67 भनेको चाहिँ वाटर एन्ड डस्ट प्रुफ हो, पानीबाट पनि प्रोटेक्ट गर्छ हजुरलाई। अनि यसमा हजुर मोबाइल चार्जको अप्सन पनि छ। हामीले कहिलेकाहीँ इमर्जेन्सी भएको बेलामा चाहिँ यो युज गरेर हामी मोबाइलहरू चार्ज गर्न सक्छौँ। अनि ओबिडी पनि छ हामीसँग। यो चाहिँ एकदम लेटेस्ट टेक्नोलोजी हो, जसले तपाईँको स्कुटरमा केही समस्याहरू भयो भने हामी इजिली यही बात हेर्न सक्छौँ सर्भिस सेन्टरमा। अनि यहाँ पर्सन किटहरू पनि दिँदो रहेछ, यसमा चाहिँ दिन्छ है। अनि चार्जर चाहिँ हजुरको यसमा हजुरले ठ्याक्कै पाउनुहुन्छ 650 वाटको चार्ज पाउनुहुन्छ। एडप्टर सहितै आउँछ हजुरको। कहिलेकाहीँ हाई भोल्टेजहरू आउने बेलामा चाहिँ एडप्टरले कन्ट्रोल गरिदिन्छ। यो कुराहरू छ, 650 वाटको चार्ज छ, यो भइहाल्यो। अनि अर्को भनेको म तपाईँहरूले डिस्प्ले देखाउँछु है। डिस्प्लेमा अन गर्दा चाहिँ अब के कुराहरू पाइन्छ भन्दा त्यस्तो छ। हाम्रो चाहिँ अन हुँदा चाहिँ तपाईँको डिस्प्लेमा चाहिँ यो कुराहरू पाउनुहुन्छ सर, त्यस्तो छ हाम्रो। तपाईँको स्टार्ट कसरी गर्ने भन्ने कुराहरू पनि हामी सुरुमा अलिकति थाहा नहुन सक्छ, त्यसमा चाहिँ यसमै नेभिगेट गरिदिएर हुन्छ हजुरलाई। जस्तै ब्रेक लिउने भनेको छ, अर्को भनेको मोड थिच्ने भनेको छ। हामी यसरी ब्रेक लिएर जस्ट ब्रेक लिएर अनि यो मोड थिच्यो भने चाहिँ ट्याकको स्टार्ट हुन्छ, ब्रेक लिएर ट्याकको मोड थिच्यो भने चाहिँ स्टार्ट हुन्छ, यसरी यो हुन्छ। यसरी चाहिँ हामी ट्याकको ब्रेक लिएर यो मोड थिच्यो भने चाहिँ हामीसँग स्टार्ट हुन्छ। हजुरले नर्मल्ली टिभीएसको इलेक्ट्रिक स्कुटरमा चाहिँ दुईवटा मोड पाउनुहुन्छ। एउटा चाहिँ इको मोड अनि अर्को चाहिँ जस्ट ट्याप गऱ्यो भने हामी पावर मोडमा जान्छौँ। हजुरको इकोमा जानुभयो भने म्याक्सिमम स्पिड भनेको 50 को स्पिड हुन्छ। यो पावरमा स्विच गर्नुभयो भने चाहिँ यसमा 78देखि 78 को स्पिड पाउनुहुन्छ यसमा इको पावर। अनि यसमा हजुरको रिजेन ब्याट्रीहरू पनि छ, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ, जसमा चाहिँ तपाईँको चार्जहरू रिजेन भइरहेको हुन्छ। जस्तै ओह्रालो ठाउँहरू पऱ्यो भने हजुरको ब्याट्री रिचार्ज हुने सम्भावना पनि हुन्छ यसमा। अर्को भनेको जस्तै यो हामीसँगै पी चाहिँ के होला भनेर यसो जिज्ञासा लाग्न सक्छ। यो चाहिँ हाम्रो रिभर्सको लागि हो। कतिपय स्कुटरहरूमा यो रिभर्स गियर हुँदैन, तर यसमा चाहिँ तपाईँको ब्याक गियर पनि छ। यो जसमा ब्रेक लिएर हामी ब्रेक चाहिँ नर्मली कमन युज गर्छौँ। ब्रेक लिएर यो मोड ट्याक्क थिच्यौँ भने चाहिँ हामीसँग ठ्याक्कै यो मोडमा इन्टर गर्छौँ। यसमा पनि हजुरको ठ्याक्कै दुईवटा मोड छ, फरवर्ड एन्ड रिभर्स। जस्ट फरवर्डमा जानुभयो भने तपाईँले 10 किलोमिटर/आवर स्पिड पाउनुहुन्छ। अनि अब अहिले फरवर्डमा छ, जस्ट हामी ट्याप गऱ्यो भने रिभर्समा आयो। अब चाहिँ हामी थ्रोटल गऱ्यो भने ठ्याक्कै पछाडि जान्छ 10 किलोमिटर/आवर स्पिडमा। अनि यहाँदेखि आउट हुनलाई पनि एकदम सजिलो छ। जस्ट हामी ब्रेक लिएर यो ट्याक्क थिच्यो भने चाहिँ आउट भयो, नर्मल मोडमा आयो। अनि हजुरको यो स्ट्यान्ड लाउने बित्तिकै सेन्सर कटअप हुन्छ। यो चाहिँ हाम्रो सेक्युरिटीमा पनि सेफ्टीमा पनि एकदम राम्रो छ। यो भइहाल्यो। अनि सिङ्गल ब्याट्री र डबल ब्याट्री म हजुरलाई देखाउँछु। यसमा चाहिँ तपाईँको डबल ब्याट्री हो, जुन मिड भ्यारिएन्ट र टप भ्यारिएन्टमा चाहिँ डबल ब्याट्री पाउनुहुन्छ। 3.4 किलोवाटको डबल ब्याट्री पाउनुहुन्छ, जसमा एउटा ब्याट्री चाहिँ 1.7 को हुन्छ भने जुन सिङ्गल ब्याट्रीमा हजुरले सिङ्गल ब्याट्रीमा चाहिँ 2.2 को सिङ्गल ब्याट्री पाउनुहुन्छ। यसमा चाहिँ हजुरको 2.2 को ब्याट्री छ है। अरू बाँकी कुराहरू सबै सेम नै छ तिनवटा भ्यारिएन्टमै, जसमा ड्युल सस्पेन्सन सेम नै छ। मोटर पावर 4.6 किलोवाटको सबैमा सेम नै छ। ब्याट्री चाहिँ तपाईँको त्यही हो, सिङ्गलमा चाहिँ तपाईँको 2.2 को पाउनुहुन्छ भने ड्युलमा चाहिँ 3.4 किलोवाटको पाउनुहुन्छ। अनि टप जुन बेस भ्यारिएन्ट र मिड भ्यारिएन्टमा चाहिँ तपाईँको 5 इन्चको क्लस्टर छ भने टप भ्यारिएन्टमा चाहिँ अलिकति फरक छ। अनि त्यो पनि म तपाईँहरू देखाउँछु। यो चाहिँ हाम्रो टप भ्यारिएन्टको डिस्प्ले हो, जसमा हजुरले 7 इन्चको TFT क्लस्टर पाउनुहुन्छ। यसमा चाहिँ सबै कुराहरू सेम नै छ, तर एक्स्ट्रा भनेको के छ भन्दा भाइजर पनि एक्स्ट्रा दिएको छ। जस्तै तपाईँको बेस भ्यारिएन्ट र मिड भ्यारिएन्टमा चाहिँ यो अलिकति साइजमा सानो भाइजर पाउनुहुन्छ भने यसमा चाहिँ अलिकति ठुलो छ।
भाइजर पनि ठुलो छ प्लस डिस्प्ले पनि ठुलो छ। अनि एक्स्ट्रा भनेको हामीसँग यो बटन छ जुन यो भनेको एचएमआई बटन भन्छौँ हामीले, ह्युमन मेसिन इन्टरफेस, जुनबाट चाहिँ हामी भित्रको मेनुहरू ड्राइभ गर्न मिल्छ। त्यो चाहिँ कसरी भन्दा जस्तो हामी चाबी अफ गरिसकेपछि डिस्प्ले पनि देख्न सक्नुहुन्छ, यस्तो हुन्छ। टक्क डिस्प्लेमा चाहिँ तपाईँको टिभीएस र आइक्युबको ब्रान्डिङ आउँछ। स्टार्ट गर्नलाई यो जुन रातो चाहिन्छ त्यही फलो गरेर हामी स्टार्ट गर्छौँ। अघि पनि त्यही हो, जुन मोड सबै भ्यारिएन्टमा त्यही छ। डिफ्रेन्ट भनेको के छ भन्दा यो मोडबाट हामी जसरी यसरी हामी चलाउन सक्छौँ, जसमा चाहिँ जुन हाम्रो बटनवाला फोन आउँछ त्यसरी नै सबै कुराहरू यसमा चलाउनु मिल्यो। स्कुटर चाहिँ तपाईँको टोटल्ली स्मार्ट कनेक्ट हो, तपाईँको फोनसँग कनेक्ट गरिसकेपछि सबै कुराहरू हजुरको फोनमै अपडेट आउँछ। जस्तै जिपिएस ट्र्याकिङदेखि लिएर टर्न बाई टर्न नेभिगेसन, लाइभ लोकेसन ट्र्याक है, त्यो कुराहरू हुन्छ। टेबल आउटको कुराहरू हुन्छ, सबै यस्तै हो। कलरहरू चाहिँ सबै मोडलमा अभाइलेबल छ। तपाईँहरूलाई प्रडक्टको बारेमा इन डिटेल सबै कुराहरू भनिराख्दा अब कुन भेरिएन्टको रेन्ज कति हो, प्राइस कति हो भन्ने कुराहरू पनि हजुरलाई अन्य हुनसक्छ। त्यही कुराहरूले गर्दा चाहिँ म हजुरलाई जस्तै हामीसँग तिनवटा भेरिएन्ट छ, जसमा चाहिँ सिङ्गल ब्याट्री चाहिँ 2.2 किलो वाट ब्याट्रीवालामा आउँछ, जसको रेन्ज भनेको 75 किलोमिटर रेन्ज हो सिङ्गल ब्याट्रीवालाको। त्यसमा चाहिँ तपाईँको इको मोडमा चाहिँ 75 किलोमिटर हो, जसमा पावर मोड पनि हुन्छ। त्यसमा चाहिँ हजुरले 60 किलोमिटरको रेन्ज पाउनुहुन्छ। त्यस्तै भन्नुहुन्छ भने अब 3.4 किलोवाटको ड्युल ब्याट्रीमा चाहिँ 105 को रेन्ज पाउनुहुन्छ। त्यस्तै पावरमा चाहिँ 75 किलोमिटर रेन्ज छ। र हाम्रो टप भेरिएन्टमा चाहिँ सेम ब्याट्री पावर र सेम मोटर पावर भएको कारणले चाहिँ त्यसमा पनि सेम रेन्ज पाउनुहुन्छ, 105 र 75 किलोमिटरकै। अनि त्यस्तै कुराहरू गर्दा चाहिँ हजुरको प्राइसमा जस्तै प्राइस हेर्नुहुन्छ भने सिङ्गल ब्याट्री 2.2 किलोवाट ब्याट्रीवालाको चाहिँ हजुरको 2,99,900 पर्छ भने 3.4 किलोवाट अथवा ड्युल ब्याट्रीको चाहिँ हजुरको 3,99,900 र टप भेरिएन्टको चाहिँ हाम्रो 4,29,900 छ। त्यस्तै अब जस्तै प्राइसको कुराहरू गरिहाल्यौँ, रेन्जको कुराहरू गरिहाल्यौँ। अब इभी भन्ने बित्तिकै वारेन्टीसँग जोडिन्छ। मार्केटमा जति पनि इभीहरू छ त्यसमा अहिले नर्मली हामी 2 इयर्स 3 इयर्सको वारेन्टी पाइरहेको हुन्छौँ भने हामीले चाहिँ तपाईँको म्याक्सिमम वारेन्टी एउटा अथराइज ब्रान्ड, एउटा रिप्युटेड ब्रान्डको हिसाबले हामी तपाईँको मोटर, ब्याट्री अनि एउटा एमसियु भन्ने फङ्सन हुन्छ जुन मोटर कन्ट्रोल युनिट, त्यसमा चाहिँ हामी 5 इयर्स और 60,000 को एकदम धेरै जुन मार्केटमा जति पनि इभीहरूमा देखिराख्नु भएको वारेन्टी भन्दा ठ्याक्कै डबल वारेन्टी प्रोभाइड गरिरहेको छौँ। त्यही हो, म तपाईँहरूलाई सबै भेरिएन्टको नर्मल फिचरहरू जति मलाई थाहा छ अनि हजुरलाई पनि सायद बुझिसक्नुभयो होला, जति कुराहरू छ मैले हजुरलाई देखाइसकेँ। कलरको अप्सनहरू चाहिँ तपाईँको अब सबै भेरिएन्टमा अभाइलेबल छ। हजुरलाई मनपर्ने कलर नै छ, एकदम राम्रो, व्हाइटदेखि लिएर ब्राउन, ग्रेको कलरहरू पाउनुहुन्छ हजुरले। अब यस्तै अझै तपाईँको केही फर्दर इन्क्वायरी गर्नु पर्यो भने नजिक हाम्रो सोरुमहरू छ, अथराइज सोरुमहरू छ, नजिकको सोरुमहरूमा गएर हजुरले इन्क्वायरी गर्न सक्नुहुन्छ। प्लस केही यस्तो अपडेटेड भिडियोहरू अथवा इभी रिलेटेड कुनै पनि भिडियोहरू हजुरलाई चाहिन्छ भने हाम्रो च्यानलसँग जोडिनु होला। म आउने दिनहरूमा पनि यस्तै भिडियोहरू अपडेट गर्दै जानेछु, जसले चाहिँ हजुरलाई कुन ब्रान्डको किन्ने, अब के कुरा हेर्नुपर्छ हामीले, कुन कुरामा चाहिँ हामीले इन्क्वायरी गर्नुपर्छ भन्ने कुराहरूमा हजुरलाई जानकारी हुनेछ भन्दै म आजलाई बिदा हुन्छु। हस्, धन्यवाद।